7 दिनसम्म पर्याप्त निद्रा नलिँदा दिमाग सँगसँगै अरू सिस्टमहरूलाई पनि प्रभाव गर्छ, जसमध्ये एउटा कार्डियोभास्कुलर सिस्टम पनि हुने भयो। त्यसैले कार्डियोलोजीको पोइन्ट अफ भ्यूबाट अनिद्राले के प्रभाव गर्छ र कति जोखिमपूर्ण हुन्छ त्यसको बारेमा मैले मुख्य पोइन्ट्सहरू एक्सप्लेन गर्ने प्रयास गर्छु। म डाक्टर सन्दीप, मनोरोग विशेषज्ञ। निद्राको कमीले मुटु र रक्तनलीमा तत्काल, इमिडिएट र दीर्घकालीन दुवै प्रकारका नराम्रो असरहरू पुर्याउँछ। 1 नम्बरमा हाइपरटेन्सन भनेको उच्च रक्तचाप। निद्राको समयमा हाम्रो शरीरको जुन ब्लड प्रेसर छ प्राकृतिक रूपमा चाहिँ घट्छ, जसलाई हामीले डिपिङ भन्छौँ। 7 दिनसम्म पर्याप्त नसुत्दा सिम्पथेटिक नर्भस सिस्टम जुन हाम्रो यो छ त्यो एक्टिभ हुन्छ, त्यो सक्रिय रहन्छ, जसले गर्दा ब्लड प्रेसर उच्च रहिरहन्छ। फलस्वरूप मुटुका जुन धमनीहरू छन्, आर्टरिजहरू छन्, त्यसमा चाहिँ फेरि दबाव बढ्छ। दोस्रोमा मुटुको धड्कनमा गडबडी, एरिदिमिया। निद्राको अभावले शरीरमा कर्टिसोल र एड्रिनालिन जस्ता हर्मोनहरू बढाउँछ र यो हर्मोनहरूले मुटुलाई जबरजस्ती छिटो र असन्तुलित रूपमा धड्किन बाध्य पार्छ, जसले गर्दा पाल्पिटेसनको मुटु ढुकढुक हुने जुन हामीले फिल गर्छौँ वा गम्भीर अवस्थामा मुटुको लय बिग्रिने समस्या निम्त्याउन सक्छ, जसलाई हामीले एरिदिमिया भन्छौँ। सुजन र धमनीको क्षति भनेको इन्फ्लामेसन र एथेरोस्क्लेरोसिस। लगातारको अनिद्राले रगतमा सी रिएक्टिभ प्रोटिन भन्ने यो केमिकल्सहरू त्यसको जसले चाहिँ सुजन गराउँछ यो तत्त्वहरूलाई बढाउँछ, जसले मुटुको जुन धमनीहरूको छ, आर्टरिजहरू छ, त्यसको भित्री तह जसलाई इन्डोथिलियम भन्छौँ हामीले, त्यसलाई क्षति पुर्याउँछ। आर्टरिजहरूमा बोसो जम्ने प्रक्रिया जसलाई हामीले एथेरोस्क्लेरोसिस भन्छौँ त्यसलाई तीव्र बनाइदिन्छ, जसले भविष्यमा हार्ट एट्याकको जोखिम बढाउँछ। मुटुको जुन कार्यक्षमता छ त्यसलाई बढाइदिन्छ, इन्क्रिज्ड कार्डियक वर्कलोड कार्डियकको चाहिँ बढाउँछ। जब तपाईँ सुत्न जानुहुन्छ तपाईँको मुटुले आराम पाउँछ। 7 दिनसम्मको अनिद्राले मुटुले 24औं घण्टा उच्च गतिमा काम गर्नुपर्छ। यसले मुटुको जुन मांसपेशीहरू छ त्यसलाई थकित बनाउँछ र मुटु सुन्निने र कमजोर हुने चाहिँ जोखिम बढाउँछ, जसलाई हार्ट फेलियरको प्रारम्भिक लक्षण पनि भन्न सक्छौँ। 5औं नम्बरमा रगत जम्ने जोखिम बढाउँछ, ब्लड क्लट हुने रिस्कलाई बढाउँछ। निद्राको कमीले रगतलाई गाढा बनाउँछ, त्यसको भिस्कोसिटी बढाउँछ। यसले गर्दा रगतका नलीहरूमा रगत जम्ने, क्लटिङ हुने सम्भावना बढ्छ, जुन चाहिँ स्ट्रोक भनेको दिमागमा चाहिँ नसा ब्लक भएर रगतको प्रभाव कम भएर हुने समस्या वा हार्ट एट्याक। मुटुमा चाहिँ नि जुन रगत लैजाने नली ब्लक भएपछि मुटुमा रगत पुग्दैन, जसलाई चाहिँ हार्ट एट्याक हुन्छ, त्यसपछि हार्ट एट्याक भन्छौँ हामीले। यसको मुख्य कारण भन्छ। यदि तपाईँलाई छाती दुख्ने, सास फेर्ने गाह्रो हुने वा अत्यधिक मुटु ढुकढुक हुने महसुस भएको छ भने त्यसलाई व्यवस्था नगरी तुरन्तै चिकित्सकको सल्लाह लिनुपर्छ र यो निद्रा चाहिँ हाम्रो मुटुको स्वास्थ्यको लागि कति इम्पोर्टेन्ट छ भन्ने बुझ्न एकदमै आवश्यक हुन्छ। त्यसैले दैनिक 7-8 घण्टा 9 घण्टा हरेक व्यक्तिको आफ्नो त्यो टाइम हुन्छ, कति निद्रा त्यो व्यक्तिलाई चाहिने हो र त्यो निद्रा समय मात्र होइन, त्यसको क्वालिटी स्लिप पनि एकदमै अनिवार्य हुन्छ एउटा व्यक्तिले लिनुपर्ने। राम्रो स्लिप भइरहेछ भने हार्टको प्रब्लम्सहरूलाई पनि हामीले न्यूनीकरण गर्न सक्छौँ र त्यसको म्यानेजमेन्टमा पनि हेल्प पुग्न सक्छ। धन्यवाद।